के तपाईहरु जहिले पनि जिम जाने जिम सुरु गर्नुहुन्छ अनि फेरि 2-3 दिनसम्म चाहिँ जिम जाने आउने एकदम स्पिडमा एकदम एनर्जीका साथ गर्नुहुन्छ अनि चौथो दिनदेखि चाहिँ आज जाँदिन भोलिदेखि जान्छु भन्नुहुन्छ त्यस्तै गरेर पढाइ पनि डायट प्लान पनि बिहानै उठ्ने कुरा यी सबै कुराहरू गर्दा चाहिँ सुरुमा चाहिँ पुरै एकदम एनर्जी फुल एनर्जीका साथ हामी सुरु गर्छौं र त्यही कुरामा हामी कन्सिस्टेन्सी हुन सक्दैनौं अनि पछि अन्त्यमा हामी आफूलाई म त अल्छी छु म त केही कुरा कन्सिस्टेन्ट भएर गर्नै सक्दिन भनेर कन्क्लुजन निकाल्छौं तर के तपाई साच्चै अल्छी नै हो त तर साइन्सले तपाईलाई अल्छी हैन कि तपाईको यो प्याटर्न अफ बिहेभियरलाई चाहिँ नर्मल ब्रेन भनेर भन्छ आज हामी भिडियोमा यही विषय बारेमा चाहिँ कुरा गर्छौं किन हामी केही पनि कुरा गर्न त सुरु गर्दाखेरि चाहिँ हामी हाई मोटिभेटेड हुन्छ र त्यसपछि हाम्रो एनर्जी मोटिभेसन चाहिँ बिस्तारै डिक्लाइन हुँदै जान्छ भन्ने कुरा चाहिँ आज हामी साइन्स बेस्डमा आज हामी एक्सप्लेन गर्छौं बुझ्छौं फर्स्ट अफ अल हामीलाई मोटिभेसन केही पनि कुरा गर्दाखेरि सुरुमा किन यति धेरै मोटिभेसन चाहिँ किन हुन्छ त अर्थात् कि जिम जान्छु बडी बनाउँछु भनेर सोच्दा नै हामीलाई धेरै मोटिभेसन चाहिँ हुन्छ जब तपाईहरु केही पनि कुरा गर्नुभन्दा अगाडि चाहिँ जुन गोल बनाउनु छ जस्तै म भोलिदेखि पढ्छु म जिम जान्छु भनेर हामी गोल बनाउँछौं तब हाम्रो ब्रेनले चाहिँ त्यसलाई त्यसको आउटपुट त्यसको फ्युचरलाई चाहिँ इमेजिन गरिसक्छ जस्तै म पढ्छु अब मेहनत गरेर भनेर हामीले सोचेपछि हाम्रो ब्रेनले चाहिँ फ्युचरको इमेजिन गर्छ म धेरै मार्क्स ल्याउँछु म क्लासमा फर्स्ट हुन्छु म 80% स्कोर गर्छु व्हाट एभर हाम्रो फ्युचर त्यसको चाहिँ फ्युचरको गोललाई चाहिँ इमेजिन चाहिँ गर्छ त्यस्तै गरेर जिम गएपछि फिट बडी स्लिम बडी भनेर चाहिँ हाम्रो ब्रेनले चाहिँ त्यसको फ्युचरलाई चाहिँ इमेजिन गर्छ जस कारणले गर्दाखेरि हामीमा चाहिँ डोपामाइन चाहिँ हाम्रो हाई सेक्रेसन हुन्छ जसले गर्दा चाहिँ हामीलाई एकदमै एनर्जाइज्ड फिल हुन्छ र हामीहरु त्यो कुरा गर्नको लागि चाहिँ मोटिभेटेड हुन्छौं र गर्न थाल्छौं हाई एनर्जीका साथ पहिलो दिन सुरुमा चाहिँ गर्न थाल्छौं स्ट्यानफोर्डका न्यूरो साइन्टिस्ट एन्ड्रयू ह्युबरम्यानले भन्नुहुन्छ डोपामिन भनेको चाहिँ रिवार्ड पाउँदाखेरि मात्र हैन कि त्यो रिवार्डको एन्टिसिपेसन गर्दा झनै धेरै चाहिँ सेक्रेसन हुन्छ भनेर भन्नुभएको छ वास्तविकता हेर्ने हो भनेदेखि त्यो जिम जाँदाखेरि त बिहान उठ्नु पर्यो रेडी हुनु पर्यो त्यसपछि जानु पर्यो अब जिमको कुरा गर्नु पर्यो जस्तै वेट लिफ्टिङहरु गर्दा स्ट्रेचिङहरु गर्दा ओर्दा मसल्स पेन हुन सक्छ ज्यान दुख्छ ओर्छ त्यो इफोर्ट भनेको चाहिँ नि हामीलाई तुरुन्तै फिल हुन्छ जस कारणले गर्दाखेरि चाहिँ हामी त्यो डिमोटिभेटेड भइहाल्छौं मलाई लाग्छ कि मोटिभेसन चाहिँ कन्सिस्टेन्ट रूपमा चाहिँ त्यो तपाईको प्रोसेस भरि स्लिम बडी पाउने जुन जिम देखिको स्लिम बडी पाउने सम्मको जुन प्रोसेस जुन छ त्यो चाहिँ त्यसलाई चाहिँ त्यो प्रोसेस भरिमा तपाईलाई लाग्छ कि म एभ्रीडे मोटिभेट हौ त्यो स्लिम फिट बडी नपाउँदैसम्म भनेर सोच्दै हुनुहुन्छ भनेदेखि चाहिँ तपाईले यो पुरै कुरा नै गलत बुझिराख्नु भएको छ यु आर अन द रङ पेज अर रङ पेज भन्ने कुरा चाहिँ बुझिन्छ तपाईहरु अहिले मोटिभेसन नहुनुको मेन रिजन भनेको तपाई कन्सिस्टेन्ट नहुनुको मेन रिजन भनेको चाहिँ हामी मनलाई लिएर चाहिँ हामी भागिरहेको चेज गरिरहेछौं त्यो मनको कुरालाई मनले आज सुत भने सुत्यो मनले आज टिकटकमा स्क्रल गरौँ इन्स्टामा स्क्रल गर्यो मन परिरहेछ दैट इज द थिङ हामीले एउटा स्ट्रक्चर बनायौं भनेदेखि चाहिँ त्यसलाई हामी कुनै पनि कुरामा चाहिँ हामी कन्सिस्टेन्ट चाहिँ हुन सक्छौं र मोटिभेटेड हुन सक्छौं हामी किन मोटिभेटेड हुन सक्दैनौं त भन्ने कुरा आउन सक्छ किनभने हामीले जे सोचेका छौं त्यो कुरै हामीले गलत सोचेका छौं हाम्रो फर्मुला हाम्रो बानी के छ कस्तो खालको छ भन्दाखेरि आज एक दुई दिन पढ्यो त्यसपछि आज मन लागेन पढ्न म पढ्दिन भनेर भन्छौं हाम्रो के छ त भन्दाखेरि हामी चाहिँ हाम्रो
गर्ने कुराहरू चाहिँ मनमा चाहिँ सँग चाहिँ डिपेन्ड भइरहेको छ। एक्सनले गर्दाखेरि नै मोटिभेसन ल्याउँछ, न त कि मोटिभेसनले गर्दाखेरि एक्सन। त्यही भएर पढ्न मन लागेको छैन भने पहिला बस्ने, किताब खोल्ने, 2 पेज पढ्ने, त्यसपछि मोटिभेसन आउँछ। जिम जान मन छैन, पहिले जुत्ता लगाउने, गेट खोल्ने, बाहिर निस्कने, त्यसपछि एनर्जी फिल भइहाल्छ। अब यो स्ट्रक्चर बनाउनको लागि हामीले एभ्री कुरालाई चाहिँ हाम्रो ह्याबिटमा ल्याउनुपर्छ। जस्तै जिम जाने कुरालाई ह्याबिटमा, पढ्ने कुरालाई ह्याबिटमा, बिहान उठ्ने कुरालाई ह्याबिटमा। यो ल्याएपछि हाम्रो हामीले स्ट्रक्चर चाहिँ बनाउन चाहिँ सक्छौँ। तपाईँहरू अहिले मोटिभेसन नहुनुको मेन रिजन भनेको हामीलाई लाग्छ कि 2-3 दिन त्यो कुराहरू गर्दैमा हामी त्यो कुराको ह्याबिचुअल हुन्छौँ, तर त्यस्तो होइन। युनिभर्सिटी कलेज लन्डनले निकालेको अध्ययन अनुसारमा कुनै पनि कुरा चाहिँ हाम्रो न्यू ह्याबिट चाहिँ डेभलप हुनको लागि चाहिँ हाम्रो डेभलप हुनको लागि चाहिँ एटलिस्ट 66 डेज लाग्छ भनेर देखाएको छ। तर कसैलाई 7 to 18 डेजमा नै ह्याबिट हुनसक्छ, कसैलाई 100 भन्दा 150 दिन, यस्तो धेरै दिन पनि लाग्न सक्छ। यदि केही गरी कन्सिस्टेन्ट भएन भने पनि यो भनेको चाहिँ फेलियर होइन। हामी त्यो कुरामा चाहिँ फेलियर भयौँ भन्ने चाहिँ होइन कि यो ब्रेनको लर्निङ फेज हो भन्ने कुरा चाहिँ बुझ्नु पर्दछ। त्यही भएर कसैलाई एटलिस्ट अराउन्ड 66 डेज लाग्छ भनेको कसैलाई 1 हप्तामा हुनसक्छ, कसैलाई 18 दिनमा हुनसक्छ। तर सबैभन्दा इम्पोर्टेन्ट भनेको चाहिँ कन्सिस्टेन्ट चाहिँ हुनु पर्यो। जस्तै कि आज सुरु गर्नुहोस्, 1 हप्ता त्यो हामीले सोचेको जस्तो एउटा प्याटर्नमा आइसक्दैन। 2 हप्तामा त्यो गर्ने कुरा चाहिँ एडजस्ट हुँदै आउँछ र 3-4 हप्तामा हामीलाई अटोमेटिक त्यो कुरा चाहिँ त्यो नगर्दाखेरि फिल हुन्छ, त्यो यो गरिएन भन्ने चाहिँ फिल हुन्छ र यो नेचुरल प्रोसेसतिर चाहिँ लाग्छ। आफूलाई पनि कुनै पनि कुरामा मोटिभेटेड गराउनका लागि चाहिँ तीनवटा प्र्याक्टिकल रुल्सहरू चाहिँ छन्। पहिलो रुल भनेको 2 मिनट रुल। ठुलो काम हाम्रो दिमागले देख्यो भनेदेखि ब्रेन एकदम डराउँछ। त्यही भएर कारणले गर्दाखेरि सानो खालको चाहिँ हामीले चाहिँ कामहरू गऱ्यो भनेदेखि चाहिँ ब्रेनले त्यसलाई एक्सेप्ट गर्छ र एडप्ट पनि गर्छ। जस्तै जिम जान मन छैन, बस आजको टास्क जुत्ता लाउने, 2 मिनट बाहिर निस्कने। पढ्न मन छैन, आजको टास्क भनेको चाहिँ किताब खोल्ने र 2 मिनट मात्र भयो नि पेज पढ्ने। अब जब यो ब्रेनले चाहिँ एडप्ट गर्छ कि यो चाहिँ सजिलै काम हो भन्ने गरेपछि त्यो कुरा देखि ब्रेन चाहिँ रेसिस्ट हुन थाल्छ र त्यही भएको कारणले गर्दा तपाईँले चाहिँ पुरै फोकस भनेको चाहिँ वर्कआउट गर्छु, आज यति सिलेबस भ्याउँछु भनेर सुरु गर्नुभन्दा पनि आज म सुरु गर्छु, पढ्न सुरु गर्छु, जिम जान सुरु गर्छु भनेर चाहिँ आफूलाई चाहिँ त्यसरी चाहिँ मोटिभेट गर्ने। दोस्रो रुल हो सेम टाइम नट सेम मुड। भनेको मतलब कुनै पनि काम चाहिँ मुडमा भर नपर्नुहोस् कि समयमा चाहिँ डिपेन्ड हुनुहोस्। जस्तै आज मुड छ, भोलि छैन, पर्सि छ, यसरी ह्याबिट कहिले पनि बच्दैन। त्यही भएको कारणले गर्दाखेरि चाहिँ हरेक दिन एउटै समयमा पढ्ने पनि एउटै समय, जिम जाने पनि एउटै समयमा, एउटा तालिका जस्तो सेम त्यही समयमा त्यही गर्ने चाहिँ बानी लाउनुहोस्। सायद त्यो 10 मिनट किन नहोस्, 15 मिनट किन नहोस्, तर त्यो जे काम गरेको त्यो चाहिँ त्यही टाइममा चाहिँ गर्ने बानी बसाल्नुहोस्। नम्बर 3, ट्र्याक योर एक्सन। तपाईँहरूले सोच्दाखेरि तपाईँको मोटिभेसन घट्छ, तर तपाईँको प्रोग्रेस तपाईँले केही देख्नु भएछ भने तपाईँको मोटिभेसन त्यो काम गर्नको लागि झनै बढेर आउँछ। त्यही भएको कारणले गर्दाखेरि आफ्नो प्रोग्रेसलाई चाहिँ ट्र्याक गर्ने चाहिँ कोसिस गर्नुहोस्। कि जेमा ट्र्याक गर्न सक्नुभयो, तपाईँले पेपरमा गर्न सक्नुभयो, मोबाइलमा चाहिँ गर्न सक्नुभयो। कसरी भन्दाखेरि क्यालेन्डरमा टिक लगाएर पनि प्रोग्रेस गर्न सक्नुभयो। जस्तै जब तपाईँले चाहिँ कुनै पनि क्यालेन्डरमा चाहिँ अब जस्तै हप्ताको 3 दिन चाहिँ जिम गएको देख्नुभयो, अब भनेदेखि 1 महिनामा 3 हप्ता 4 एक महिनामा 4 हप्तामा 3 दिन चाहिँ
गएको देख्नुभयो, अर्को महिनामा तपाईँले चाहिँ 1 हप्तामा चाहिँ नगएको थिएन, ओहो पहिला त म यति गर्थेँ, अहिले त म यति गएको छैन भनेर तपाईँ आफै नै मोटिभेटेड हुनुहुन्छ त्यो एक्टिभिटिज गर्नका लागि। त्यसले नै भनिन्छ कि डोन्ट ब्रेक द चेन भनेर पनि त्यही पनि भएर पनि भनिएको छ। एक दिन छुट्यो त्यति धेरै चिन्ता लिनु पर्दैन, अर्को दिन छुट्यो भनेदेखि त्यसलाई फेरि ह्याबिटमा ल्याइहाल्नुहोस्। हामीहरू चाहिँ गोल प्राप्त गर्नको लागि एउटै लेनमा चाहिँ कन्सिस्टेन्ट हुनु नै महत्त्वपूर्ण होइन कि जब त्यो लेनबाट हामी बाहिर गए पनि ब्याक टु द लेन आएर त्यो गोल प्राप्त गर्नु नै एकदमै इम्पोर्टेन्ट कुरा चाहिँ हो। अब तपाईँहरूले थाहा पाउनुभयो त तपाईँहरू मोटिभेटेड नहुनु र कन्सिस्टेन्ट कुनै पनि कुरामा नहुनु भनेको चाहिँ तपाईँको लेजिनेस वा तपाईँको चाहिँ इन्कन्सिस्टेन्टलाई चाहिँ विक डिसिप्लिन होइन कि यो चाहिँ भने तपाईँको एउटा ब्रेनको चाहिँ डिजाइनै हो। त्यही भएको कारणले गर्दाखेरि ठुलो ठुलो कुराहरू चाहिँ तपाईँको ब्रेनलाई चाहिँ रिड नगराइकन सानो सानो कुराहरूदेखि चाहिँ आफ्नो कामलाई सुरु गर्नुहोस्। हरेक त्यही कामलाई कन्सिस्टेन्टली त्यही समयमा चाहिँ गर्ने चाहिँ प्रयास गर्नुहोस् र आफ्नो प्रोग्रेस आफूले आफूलाई देखाउनुहोस् ट्र्याकिङ गरेर। फिजिकल ट्र्याकिङ गर्दा नि भयो, नत्र भएदेखि तपाईँको इलेक्ट्रोनिक तरिकाले ट्र्याकिङ गर्दाखेरि पनि भयो। यदि तपाईँले 66 दिनसम्म यसलाई यस्तो खालको प्याटर्नलाई ह्याबिटलाई एडप्ट गरेर तपाईँमा चेन्ज आउँछ कि आउँदैन त्यो तपाईँले आफूले आफूलाई नै भन्नुहोस्। यो कुरा सुनेर यही मात्र नछोड्नुहोस् र आफूमा आजैबाट एउटा ह्याबिट सुरु गर्नुहोस् र तल कमेन्टमा लेख्नुहोस् के ह्याबिट चाहिँ सुरु गर्नुहुन्छ र तपाईँले कति दिनमा त्यसलाई प्राप्त गर्नु त्यो ह्याबिटले आफूमा एडप्ट गर्न सक्नुभयो कि गर्न सक्नु भएन भनेर तल कमेन्टमा भन्नुहोला। साथै यस्तै जानकारीमूलक भिडियोको लागि मेरो यस च्यानललाई सब्सक्राइब गरिदिनु होला र भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद।